हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने, न घरमा सुरक्षित छन्, न बाटोमा, न विद्यालयमा सुरक्षित छन्, न त गाउँ बस्तीमै। सप्तरीका 2 वर्षीय खुसी खातुनको हत्या भएको छ। बाराको 3 वर्षीय अबोध बालिकाको बलात्कार पछि हत्या भएको छ। म उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, जब घटना घट्छ, सडक तात्छ अनि सरकार र परिवार बीच 2 बुँदे, 3 बुँदे, 7 बुँदे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको 3 बुँदे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठड्याएर 3 वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मानीय सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीडा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन। सडक तात्ने बित्तिकै मन्त्रीज्यूहरू आफै जुर्मुराउने र स्थानीय प्रशासनलाई निकम्मा बनाएर यो सङ्घीय शैलीले स्थानीय सरकार र स्थानीय प्रशासनमाथिको जनविश्वास निरन्तर घटिरहेको छ र गलत नजिर बसिरहेको छ। त्यसकारण यो प्रक्रिया चाहिँ कहिलेसम्म हुन्छ सभामुख महोदय? सहमतिको पत्रले होइन सभामुख महोदय, कडा कानुनको कार्यान्वयनले राज्यको विश्वसनीयता तय गर्छ। त्यसकारण म माग गर्न चाहन्छु, जघन्य अपराधका घटनालाई जबरजस्ती वा दबावपूर्णको रूपमा मिलापत्र गराउने मतियारलाई हदैसम्मको कानुनी सजाय सुनिश्चित गरियोस् र जुन बलात्कार जस्तो जघन्य अपराधमा पीडितलाई न्यायको ढोका बन्द गराउने विद्यमान कानुनीको चाहिँ संशोधन गरी